प्लानिङहरु पनि गर्नुपर्नेछ। भोलिको कार्यक्रमको व्यवस्थापनको विषयमा बुझ्नुपर्नेछ। अघि यहाँ जिल्लाको एसपी साहब पनि आउनु भएको छ, उहाँसँग पनि के भोलि कसरी गर्नुहुन्छ भन्ने कुराहरू पनि गर्नुपर्नेछ। त्यही भएर तपाईँहरू धेरै केही भन्न चाहन्न, भोलि भेटौँला। आजको लागि नआत्तिकन शान्त भएर बसिदिनु। भोलि कार्यक्रम स्थलमै सबैजना आउनु होला है। भर्खरै यहाँ आइपुगेर तपाईँहरूलाई भेट्न पाउँदा तपाईँहरूलाई देख्न पाउँदा एकदमै खुसी लागेको छ, साह्रै माया लागेको छ, साह्रै खुसी लागेको छ। र अब हामी पनि अहिले भर्खरै आइपुग्यौँ। भोलिको कार्यक्रमको लागि थोरै प्लानिङहरू पनि गर्नुपर्नेछ। भोलिको कार्यक्रमको व्यवस्थापनको विषयमा बुझ्नुपर्नेछ। अघि यहाँ जिल्लाको एसपी साहब पनि आउनु भएको छ, उहाँसँग पनि के भोलि कसरी गर्नुहुन्छ भन्ने कुराहरू पनि गर्नुपर्नेछ। त्यही भएर तपाईँहरू धेरै केही भन्न चाहन्न, भोलि भेटौँला। आजको लागि नआत्तिकन शान्त भएर बसिदिनु। भोलि कार्यक्रम स्थलमै सबैजना आउनु होला है। भर्खरै यहाँ आइपुगेर तपाईँहरूलाई भेट्न पाउँदा तपाईँहरूलाई देख्न पाउँदा एकदमै खुसी लागेको छ, साह्रै माया लागेको छ, साह्रै खुसी लागेको छ। र अब हामी पनि अहिले भर्खरै आइपुग्यौँ। भोलिको कार्यक्रमको लागि थोरै प्लानिङहरू पनि गर्नुपर्नेछ। भोलिको कार्यक्रमको व्यवस्थापनको विषयमा बुझ्नुपर्नेछ। अघि यहाँ जिल्लाको एसपी साहब पनि आउनु भएको छ, उहाँसँग पनि के भोलि कसरी गर्नुहुन्छ भन्ने कुराहरू पनि गर्नुपर्नेछ। त्यही भएर तपाईँहरू धेरै केही भन्न चाहन्न, भोलि भेटौँला। आजको लागि नआत्तिकन शान्त भएर बसिदिनु। भोलि कार्यक्रम स्थलमै सबैजना आउनु होला है। भर्खरै यहाँ आइपुगेर तपाईँहरूलाई भेट्न पाउँदा तपाईँहरूलाई देख्न पाउँदा एकदमै खुसी लागेको छ, साह्रै माया लागेको छ, साह्रै खुसी लागेको छ। र अब हामी पनि अहिले भर्खरै आइपुग्यौँ। भोलिको कार्यक्रमको लागि थोरै प्लानिङहरू पनि गर्नुपर्नेछ। भोलिको कार्यक्रमको व्यवस्थापनको विषयमा बुझ्नुपर्नेछ। अघि यहाँ जिल्लाको एसपी साहब पनि आउनु भएको छ, उहाँसँग पनि के भोलि कसरी गर्नुहुन्छ भन्ने कुराहरू पनि गर्नुपर्नेछ। त्यही भएर तपाईँहरू धेरै केही भन्न चाहन्न, भोलि भेटौँला। आजको लागि नआत्तिकन शान्त भएर बसिदिनु। भोलि कार्यक्रम स्थलमै सबैजना आउनु होला है। भर्खरै यहाँ आइपुगेर तपाईँहरूलाई भेट्न पाउँदा तपाईँहरूलाई देख्न पाउँदा एकदमै खुसी लागेको छ, साह्रै माया लागेको छ, साह्रै खुसी लागेको छ। र अब हामी पनि अहिले भर्खरै आइपुग्यौँ। भोलिको कार्यक्रमको लागि थोरै प्लानिङहरू पनि गर्नुपर्नेछ। भोलिको कार्यक्रमको व्यवस्थापनको विषयमा बुझ्नुपर्नेछ। अघि यहाँ जिल्लाको एसपी साहब पनि आउनु भएको छ, उहाँसँग पनि के भोलि कसरी गर्नुहुन्छ भन्ने कुराहरू पनि गर्नुपर्नेछ। त्यही भएर तपाईँहरू धेरै केही भन्न चाहन्न, भोलि भेटौँला। आजको लागि नआत्तिकन शान्त भएर बसिदिनु। भोलि कार्यक्रम स्थलमै सबैजना आउनु होला है। भर्खरै यहाँ आइपुगेर तपाईँहरूलाई भेट्न पाउँदा तपाईँहरूलाई देख्न पाउँदा एकदमै खुसी लागेको छ, साह्रै माया लागेको छ, साह्रै खुसी लागेको छ। र अब हामी पनि अहिले भर्खरै आइपुग्यौँ। भोलिको कार्यक्रमको लागि थोरै प्लानिङहरू पनि गर्नुपर्नेछ। भोलिको कार्यक्रमको व्यवस्थापनको विषयमा बुझ्नुपर्नेछ। अघि यहाँ जिल्लाको एसपी साहब पनि आउनु भएको छ, उहाँसँग पनि के भोलि कसरी गर्नुहुन्छ भन्ने कुराहरू पनि गर्नुपर्नेछ। त्यही भएर तपाईँहरू धेरै केही भन्न चाहन्न, भोलि भेटौँला। आजको लागि नआत्तिकन शान्त भएर बसिदिनु। भोलि कार्यक्रम स्थलमै सबैजना आउनु होला है। भर्खरै यहाँ आइपुगेर तपाईँहरूलाई भेट्न पाउँदा तपाईँहरूलाई देख्न पाउँदा एकदमै खुसी लागेको छ, साह्रै माया लागेको छ, साह्रै खुसी लागेको छ। र अब हामी पनि अहिले भर्खरै आइपुग्यौँ। भोलिको कार्यक्रमको लागि थोरै प्लानिङहरू पनि गर्नुपर्नेछ। भोलिको कार्यक्रमको व्यवस्थापनको विषयमा बुझ्नुपर्नेछ। अघि यहाँ जिल्लाको एसपी साहब पनि आउनु भएको छ, उहाँसँग पनि के भोलि कसरी गर्नुहुन्छ भन्ने कुराहरू पनि गर्नुपर्नेछ। त्यही भएर तपाईँहरू धेरै केही भन्न चाहन्न, भोलि भेटौँला। आजको लागि नआत्तिकन शान्त भएर बसिदिनु। भोलि कार्यक्रम स्थलमै सबैजना आउनु होला है। भर्खरै यहाँ आइपुगेर तपाईँहरूलाई भेट्न पाउँदा तपाईँहरूलाई देख्न पाउँदा एकदमै खुसी लागेको छ, साह्रै माया लागेको छ, साह्रै खुसी लागेको छ। र अब हामी पनि अहिले भर्खरै आइपुग्यौँ। भोलिको कार्यक्रमको लागि थोरै प्लानिङहरू पनि गर्नुपर्नेछ। भोलिको कार्यक्रमको व्यवस्थापनको विषयमा बुझ्नुपर्नेछ। अघि यहाँ जिल्लाको एसपी साहब पनि आउनु भएको छ, उहाँसँग पनि के भोलि कसरी गर्नुहुन्छ भन्ने कुराहरू पनि गर्नुपर्नेछ। त्यही भएर तपाईँहरू धेरै केही भन्न चाहन्न, भोलि भेटौँला। आजको लागि नआत्तिकन शान्त भएर बसिदिनु। भोलि कार्यक्रम स्थलमै सबैजना आउनु होला है। भर्खरै यहाँ आइपुगेर तपाईँहरूलाई भेट्न पाउँदा तपाईँहरूलाई देख्न पाउँदा एकदमै खुसी लागेको छ, साह्रै माया लागेको छ, साह्रै खुसी लागेको छ। र
र अब हामी पनि अहिले भर्खरै आइपुग्यो। भोलिको कार्यक्रमको लागि थोरै प्लानिङहरू पनि गर्नुपर्नेछ। भोलिको कार्यक्रमको व्यवस्थापनको विषयमा बुझ्नुपर्नेछ। अघि यहाँ जिल्लाको एसपी साहब पनि आउनु भएको छ, उहाँसँग पनि चाहिँ भोलि कसरी गर्नुहुन्छ भन्ने कुराहरू पनि गर्नुपर्नेछ। त्यही भएर तपाईँहरू धेरै केही भन्न चाहन्न, भोलि भेटौँला। आजको लागि नआत्तिकन शान्त भएर बसिदिनु। भोलि कार्यक्रम स्थलमै सबैजना आउनु होला है। भर्खरै यहाँ आइपुगेर तपाईँहरूलाई भेट्न पाउँदा तपाईँहरूलाई देख्न पाउँदा एकदमै खुसी लागेको छ, साह्रै माया लागेको छ, साह्रै खुसी लागेको छ।